एउटा एन्सर चाहिँ म डोना थापालाई गिफ्ट लगिदिउँ कि कालिम्पोङ आउँदा। डोना थापाले छोडेको डाइनोसर त्यता रहेछ। साइन्सको स्टुडेन्ट परिएन कि यो चाहिँ भिडियो गर्ने। ओके यहाँ चाहिँ केटाकेटीहरूलाई क्या केटाकेटीहरूलाई मेन है केटाकेटीहरूलाई चाहिँ मजा आऊ। दार्जिलिङ पुग्नु चाहिँ कति घन्टा लाग्यो? ऊ छैन भने त जामले के गर्छ अहिले पढाउनु छोडेन अलिअलि छोडेछ। ल अहिले चाहिँ हामी साइन्स सेन्टर भर्खरै दियालो पुगेर चाहिँ हामी यता साइन्स सेन्टरतर्फ आइपुगिसकेछौँ। कालिम्पोङ साइन्स सेन्टर हामी प्रवेश गरिसकेको छु। कस्तो ए हुँदो रहेछ त। साइन्स पढ्नेहरूले चाहिँ भाइले चाहिँ के पढेको साइन्स हामीले त होइन साइन्समा म त एजुकेसन पढेको। हजुर टक्कै हो टक्कै हो। अझै पनि त्यो पुरा भरिन्छ। साइन्सको स्टुडेन्ट परिएन कि यो चाहिँ भिडियो गर्ने मात्रै भिडियो गरेर देखाउने मात्रै। ओके ए साइन्स पत्ता लगाउनु हाम्रो मम्मीले जान त अनि साइन्स पत्ता लगाइहाल्नु मान्छे आउने यतिकै बोल्ने रहेछ कि। ओहो wow, how many seasons? के रहेछ टुक्रा टुक्रा देखिने क्या ए all eyes on me.
जान भाइ नागबा जान हो कालिम्पोङ साइन्स सेन्टर बाहिरी वातावरण छ भित्रको तपाईँलाई साइन्स स्टुडेन्ट परेन कि भित्र एकदमै साइन्स स्टुडेन्टलाई जे छ है त्यो होला होइन हरियाली सुन्दर शान्त छ यो साइन्स सेन्टरमा कालेबुङ डाइनोसर 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 ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ डाइनोसर डोना थापाले छोडेको डाइनोसर त्यत्रै बिग डाइनोसर है डोना थापाले भेटाउन नसकेको डाइनोसर चाहिँ मैले भेटाइसकेको छु है यो डाइनोसर चाहिँ म डोना थापालाई गिफ्ट लगिदिउँ कि कालिम्पोङ आउँदा भनेर सोच पायो है सक्दैन नि फेरि थापालाई गिफ्ट नै हानिदिउँ कि डाइनोसर साँच्चै भनेको सागा सन्तान रहेछ डाइनोसरको कालिम्पोङमा रहेछ नि त डोना थापाले नदेखेको डाइनोसर अहिले सब नेपालको यता कालिम्पोङमा आइसकेको रहेछ है सागा सन्तानै बसाइ सर र राइट बसाइ सरेर चाहिँ अहिले चाहिँ कालिम्पोङतिर रहेछ छोटा डाइनोसर
बिग डाइनोसर सब बसिसकेर चाहिँ हाम्रो कालिम्पोङ स्थित सागर सन्तान चाहिँ ए हुन्छ काका कालो उयो के अरे अब चाहिँ हामी साइन्स सेन्टरको पनि अन्तिम चरण छ अब चाहिँ हामी दार्जिलिङको यात्रा गर्नेछौँ एकदमै रमाइलो ठाउँ जग्गा लाग्यो मलाई चाहिँ यो दियालो र साइन्स सेन्टर यो कालिम्पोङ साइन्स सेन्टर हो हाम्रो चाहिँ छेमा र काका मामाहरूले चाहिँ कालिम्पोङ स्थित सम्पूर्ण पर्यटकीय स्थल होइन सब डुलाइसक्नु भएछ र अब हाम्रो यात्रा चाहिँ दार्जिलिङसम्म गर्ने चाहिँ के कस्तो हुनेछ दार्जिलिङ हो तपाईँहरूलाई देखाउने भएछ हेलो 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 दुईजनाको बात चाहिँ यहाँबाट